सधैँ सधैँ आइरहन्छ तिम्रो यादहरू यो मन एक्लै गुनगुनाउँछ अतीतका दिनहरू। यो दो लाइन चाहिँ मेरो मायालुको लागि होइन, किनभने मलाई उसको धेरै याद आउँदैछ। त्यसको लागि उसको यादमा चाहिँ 2 लाइन गाउँछ भनेर चाहिँ मैले सधैँ होइन सुनाइदिएको हो गाइस। नमस्कार साथीहरू, म चाहिँ फेरि अब त्यही भन्नु फेरि म चाहिँ जाँदैछु कहाँ भन्दाखेरि थाहै छ, आफ्नो काम गर्नु। ओ माई गड, हरिण सरिन केही नबजाएर चेपबाट लाँदा क्या चियो लाग्दिन्छ, डर लाग्छ यार। त्यो हरामीहरू छ नि छेउमै आएर हरिण बजाउँदा कि तर्साइदिन्छ यो बाइकवाला गाडीवालाहरूले नि। हानिदिन्छ कि पनि डर लाग्छ नि हौ। अब अस्ति पनि त्यस्तै भएको, झन्डै हानिदिएको नि पछिबाट आएर। उल्टा उनीहरूकै फेरि उयो पो हुन्छ त, धम्की पो हुन्छ त एमएमएम हो। उनीहरूको त ए क्या अरे हो अब ला के भन्नु, अब चुपो लगाइदिनु पऱ्यो हो। अब बेसी आफू त्यहाँ धम्की गर्नु भएन हो। ओके ओके भने चलिदियो क्या, त्यस्तै ठिक छ। त्यही कारणले होइन अब बाहिरतिर जग्गामा बसेर पनि अब बेसी धम्की गर्नु भएन हो। किनभने धमाउँदैछ भने पनि यता लोकलहरू कस्तो हुन्छ क्या अरे के भन्छ भनेपछि हो, के हुन्छ तिनीहरू। गाडी यहाँ चाहिँ ट्रकको मेरो क्यामेरा चाहिँ पुरा मजुरो भइरहेको छ गाइस, मलाई क्लियर देखेको छैन होला। आम्बो हिजो फेरि यस्तो खतरा पानी परिदिएको यहाँनिर इभिनिङ कति 5-6 बजीतिर खतरा भन्दा पनि खतरा पानी परिदिएको। बेलुका त कस्तो जाडो भइदिएको आम्मा, सधैँ फेन चलाएर सुत्नुपर्ने होइन। अब हिजो त फेनै नचलाउनु पर्ने पनि। अब हाम्रो रुममा चाहिँ त्यति साह्रो अब चिसो भएको, अरू त थाहा छैन। अस्ति पनि मैले देखाएको थिएँ नि यहाँनिर गार्डन छ भनेर, यहाँ चाहिँ दामी दामी फुलहरू पाउँछ है गाइस। आम्बो एउटा फुल चाहिँ लानु मन परिरहेको छ तर लगेकै छैन, लान्छु एक दिन। ओके गाइस, यति नै आज भ्लगमा होइन। अब सबैलाई थ्याङ्क यू सो मच, तपाईँहरूको साथ सपोर्ट प्रेरणाले मलाई एभ्रिडे नयाँ भ्लग बनाउने प्रेरणा दिइरहेको छ होइन। त्यसको लागि धेरै धन्यवाद र तपाईँलाई फेरि नेक्स्ट भिडियोमा मिल्नेछु। बाई।